हेलो एन्ड नमस्ते सम्पूर्ण मेरो साथीहरूलाई र वेलकम ब्याक मेरो भिडियोमा। आज धेरै दिनपछि मैले भिडियो ल्याउँदैछु र मेरो आजको भिडियो चाहिँ हामी घुम्न जाँदैछौँ सबैजना। र कुन ठाउँ भन्ने चाहिँ आज हाम्रो फिक्स भएको छैन, किनभने प्लान अर्कै थियो, पानी पर्नलाई वेदर पनि खासै राम्रो नभएकोले गर्दा आज हामी कङ्गारहरू यस्तो हेर्ने जाने। हामी चाहिँ अर्को मेन भनेको आज चाहिँ हामी भिक्टर हावर जाने प्लान थियो, तर त्यो चाहिँ क्यान्सल भयो वेदरको कारणले गर्दा। अब हेरौँ, अब राम्रै ठाउँ गइन्छ होला। हेर्दै गर्नु गाइस। हेलो, को हो तिमी? माई नेम इज मिजेन भन। हाई गर्दै सबैलाई, हेलो एभ्री वान भन। ल भन, ल छिटो हेलो भन राम्ररी। ल हेलो भन। हेलो खै हात लाग्यो। ल ल हेलो सबैलाई खै। ल थ्याङ्क यू। धेरै टाढा छ भने पर्दैन। कोल त मैले अन्ली गोल थिन गर अब त्यही बाटो हो, त्यो बाटो पनि पुगिन्छ। जाउँ न त त्यसो भए अन्लीमा। हामी चाहिँ यहाँ पानी परेर बसिरहेको छु। पिकनिक चाहिँ आज एकदम यसलाई हाल तल हान्नु आँटेछ ए भयो नि त खाएर सिटायो। ल हाल न यहाँ रोटी नराख है हान्नु बट्टा हामी पानी परेर बसिरहेको छौँ पुरा। नास्ता हामी त अहिले वेदर चिसो छ। पानी परियोनामा बोलाएर खाइहाल्नु छैन ठाउँ कताबाट ल्याउनु। यसो गर्नु थाप्नुपर्छ क्या। अब हामी स्न्याक हेर्न जाँदैछौँ। रिजर्ट छेपारू छेपारू फोटो खिच न मोबाइलबाट। अहिले चाहिँ हामी पुरै भित्र छौँ। मैले पार्कको भित्र साँपहरू आइरहेको छौँ। साँप बिजारहरू मजाको रहेछ। ल हामी यहाँभित्रको पार्ट्स हेरिसकेपछि अब हामी जाँदैछौँ कङ्गारतिर हेर्न। कङ्गार मजाले देखिन्छ होला, वेदर त चिसो छ। उता भाउजू मम्मीहरू हुन्छ भने यता चाहिँ म पनि छु, उता सबैजना छन्। नेसनल पार्कमा हामी घुम्दैछौँ र मजा पनि आइरहेछ। अनि बाटोमा हेर्दै रमाइलो कङ्गारहरूको हेर्दैछौँ र हामी सबैजना छुटिसकेका छौँ। पालोतिर सबैजना हेर्दै हुँदै
र अहिले हामी कङ्गारू खोज्दैछौँ कङ्गारू देखेको छैन अहिलेको अलिकति भिडियोमा चाहिँ देखेको थिएँ पछि अलिकति देखेको छैन अब हेर्दैछु म चाहिँ कङ्गारू पुरा कङ्गारूलाई खोज्दै हुनुहुन्छ हेर्नुहोस् गाइस अहिलेको वेदर यस्तो भयो एकैछिनमा अघिसम्म त राम्रै पानी परिरहेको थियो भने अहिले चाहिँ वेदर हेर्नुहोस् पुरै मौसम पुरै हुसो लागेर पुरै केही छैन यहाँ जनावरहरू कङ्गारूहरू सबै आम्मा यस्तो हावा छ हेर्नुहोस् माइ गड यस्तो चिसो अहिले यो टाइममा पनि यतिको चिसो कहिले हुँदैन थियो र आज त हेर्नुहोस् वेदर यस्तो वेदर छ कङ्गारूहरू पनि सब भित्र छिरिसकेको छ चिसोले र अब हामी पनि जाँदैछौँ अब फर्किनु पर्ने हुन्छ किनकि वेदर एकदम चिसो छ कङ्गारूहरू त मजाको छ सबै भित्र छ अब यो ठाउँ चाहिँ अब नेक्स्ट टाइम आउनुपर्छ एक्सप्लोर गर्नलाई ड्रोन पनि लिएर आएको थिएँ ड्रोन उडाउँछु भन्ने सोचिरहेको थिएँ तर वेदरको कारणले गर्दा उडाउनु सकिएन किनकि पुरै धुम्म छ प्लस पानी पनि परिरहेछ र फाइनली आजको यो ठाउँको लागि चाहिँ आज भिडियो यहीँ एन्ड हुन्छ हो किनकि अब हामी फर्किनु पर्ने हुन्छ एकदम वेदर एकदम नराम्रो भयो चिसो हुस्यो केही गर्नु सकेन एक दुई सर्ट ड्रोन सर्ट हान्छु भन्ने विचार थियो यो सर्टमा तर आज पोसिबल भएन ड्रोन सर्ट चाहिँ किनकि वेदर एकदम नराम्रो छ र कोही पनि छैन सबैजना गइसकेको छ भने म मात्रै छु अहिले भिडियोको लागि चाहिँ म बिस्तारै हिँड्दैछु अरू सबै अगाडि गइसक्नु भएको छ पछाडि कोही छैन वेदर हेर्नुहोस् यस्तो छ अब थ्याङ्क यू गाइज भिडियो हेरिदिनु भएकोमा